येशूको जीवनका कथाहरू त हामीले कति सुनेका छौं होइन त? तर सोच्नुहोस् त, तीमध्ये एउटा कथा कुनै कथाकारले होइन, बरु एक डाक्टरले लेखेका थिए भने? हो, लुकाको सुसमाचार कुनै सामान्य विवरण होइन। यो त एकदमै होशियारीपूर्वक अनुसन्धान गरेर तयार पारिएको रिपोर्ट हो र यही कुराले सबै कुरालाई फरक बनाउँछ। हो, प्रश्न यही उठ्छ, एक डाक्टर, एक चिकित्सकले किन यस्तो ऐतिहासिक रिपोर्ट लेख्ने कष्ट गरे होलान्? लुकाको पेशाले नै यो पुस्तकलाई यति धेरै विशेष बनाउँछ। आउनुहोस्, यो रहस्यलाई सँगै खोतलौं। अब कुनै पनि रिपोर्टलाई राम्ररी बुझ्नु छ भने सबैभन्दा पहिले त त्यसलाई लेख्ने मान्छेलाई चिन्नुपर्छ, होइन र? आखिर लुका को थिए र उनको पृष्ठभूमिले उनको लेखाइमा कस्तो प्रभाव पार्यो होला? लुकाको प्रोफाइल हेर्दा त साँच्चै अचम्म लाग्छ। उनी केवल एक डाक्टर मात्रै थिएनन्, उनी एक यात्री पनि थिए अनि एकदमै होशियार इतिहासकार पनि। सोच्नुहोस् त, यी तीनवटै कुराको संयोजनले उनको लेखाइलाई कति विश्वसनीय बनाउँछ। र यो कुरा हामीले अनुमान गरेको मात्र होइन, यसको त पक्का प्रमाण पनि छ। बाइबलकै अर्को पुस्तकमा उनलाई प्रिय चिकित्सक लुका भनेर सम्बोधन गरिएको छ। यसले के पुष्टि गर्छ भने उनी तथ्य र प्रमाणमा विश्वास गर्ने व्यक्ति थिए, जुन एक डाक्टरको लागि एकदमै स्वाभाविक कुरा हो। त्यसैले यो कुरा एकदमै स्पष्ट हुनुपर्छ। लुकालाई हामीले कुनै कथाकारको रूपमा होइन, बरु एक अनुसन्धानकर्ताको रूपमा हेर्नुपर्छ। उनको लक्ष्य कुनै सुन्दर कथा सुनाउनु थिएन, बरु जे जस्तो भयो त्यसलाई सत्य र व्यवस्थित रूपमा रेकर्ड गर्नु थियो। अनि यो कुरा अरू कसैले भनेको होइन, लुका आफैले आफ्नो किताबको सुरुमा स्पष्ट पारेका छन्। उनले लेखेका छन् कि उनले सबै कुरा सुरुदेखि ध्यानपूर्वक अनुसन्धान गरेका छन्। यो त उनको मिशन स्टेटमेन्ट जस्तै भयो, एक तथ्यमा आधारित क्रमबद्ध विवरण तयार गर्ने प्रतिबद्धता। ल, लेखकलाई त हामीले चिन्यौं, तर अब अर्को महत्त्वपूर्ण प्रश्न आउँछ, उनले यो रिपोर्ट आखिर किन लेखे त? यसको पछाडि एउटा खास उद्देश्य थियो। यो रिपोर्ट खासमा थियोफिलस नामका एक व्यक्तिलाई सम्बोधन गरेर लेखिएको थियो, ताकि उनले सुनेका र सिकेका कुराहरूको सत्यतामा विश्वस्त हुन सकुन्। यो एक किसिमको मेडिकल रिपोर्ट जस्तै थियो, जहाँ विश्वासलाई बलियो बनाउनको लागि प्रमाणहरू एक-एक गरेर प्रस्तुत गरिन्छ। यो कुरा अझै राम्ररी बुझ्नको लागि आउनुहोस् मत्तीको सुसमाचारसँग यसलाई तुलना गरेर हेरौं। मत्तीले खास गरी यहुदी पाठकहरूका लागि लेखे र येशूलाई उनीहरूकै मसीहको रूपमा प्रस्तुत गरे। तर लुकाले गैर यहुदीहरूका लागि लेखे, जसले येशूलाई कुनै एक समूहको मात्र होइन, बरु सम्पूर्ण मानवताको उद्धारकर्ताको रूपमा चिनाउँछ। अब हामी यो सुसमाचारको एकदमै भित्री तहमा प्रवेश गर्दैछौं। ती खास विषयहरू र विचारहरू हेरौं जसमा लुकाले अरू लेखकहरूभन्दा धेरै जोड दिएका छन्। लुकाको रिपोर्ट पढ्दै जाँदा केही कुराहरू बारम्बार अगाडि आउँछन्। उनले विशेष गरी समाजका बहिष्कृतहरू, महिलाहरूको भूमिका र हराएकाहरूलाई खोज्ने परमेश्वरको प्रेममा ध्यान केन्द्रित गरेका छन्। आउनुहोस् यी प्रत्येकलाई एक-एक गरी हेरौं। लुकाको रिपोर्टको एउटा एकदमै शक्तिशाली पक्ष के हो भने उनले समाजमा पछाडि परेका सीमान्तकृत मानिसहरूमाथि विशेष ध्यान दिएका छन्। उनको विवरण अनुसार सुसमाचार केवल धनी र शक्तिशालीहरूका लागि मात्र होइन। येशूको यो भनाइ जुन लुकाले रेकर्ड गरेका छन्, त्यो समयको लागि साँच्चै एउटा क्रान्तिकारी विचार थियो। यसले समाजको शक्ति संरचनालाई पुरै उल्ट्याइदिन्छ र भन्छ कि परमेश्वरको राज्यमा त गरिबहरू धन्यका हुन्। अनि अर्को कुरा, लुकाले महिलाहरूलाई दिएको सम्मान र भूमिका पनि एकदमै विशेष छ। मरियम, एलिजाबेथ र अन्ना जस्ता पात्रहरूलाई कथामा केन्द्रीय भूमिका दिएको छ। त्यो समयको समाजमा जहाँ महिलाहरूलाई प्राय पछाडि पारिन्थ्यो, यो एउटा निकै शक्तिशाली सन्देश थियो। अनि हो, लुकाको सुसमाचार भन्ने बित्तिकै सायद सबैभन्दा पहिले दिमागमा आउने कुरा भनेको हराएकाहरूलाई खोज्ने परमेश्वरको प्रेम हो। उनले केही यस्ता कथाहरू रेकर्ड गरेका छन् जुन अरू कतै पाइँदैनन्, र ती सबैले परमेश्वरको अनुग्रह कति गहिरो छ भन्ने देखाउँछन्। एकछिन सोच्नुहोस् त, यदि लुकाले यो अनुसन्धान नगरेको भए हामीले यी कथाहरू जुन यति धेरै मन पराइन्छ सायद कहिल्यै सुन्न पाउने थिएनौं। हरेक कथाले परमेश्वरको करुणा र क्षमाको एउटा फरक पक्षलाई उजागर गर्छ। ल, यति धेरै जानकारी त भयो, तर लुकाले यो सबैलाई कसरी व्यवस्थित गरे त? उनको ऐतिहासिक रिपोर्टको संरचना पनि एकदमै तार्किक र स्पष्ट छ। लुकाको रिपोर्ट एकदमै व्यवस्थित छ।
उनले कथालाई 5 प्रमुख भागमा बाँडेका छन्। पहिलो, येशूको जन्मको तयारी। त्यसपछि उहाँको सेवाको सुरुवात। तेस्रो, गालिलमा उहाँको मुख्य सेवाकाई। अनि चौथो, यरुशलेमतर्फको त्यो निर्णायक यात्रा। र अन्तमा यरुशलेममा भएको चर्मोत्कर्ष, मृत्यु र पुनरुत्थान। यो कुनै घटनाको यताउति छरिएको सङ्कलन होइन, बरु पाठकलाई सुरुदेखि अन्त्यसम्म डोर्याउने एउटा सुनियोजित यात्रा हो। त्यसो भए यो सबै कुराको निचोड के हो त? एक डाक्टरले लेखेको यो पुरानो रिपोर्टले आजको दिनमा के सन्देश दिन्छ? यदि लुकाको सुसमाचारको पूरै सन्देशलाई एक वाक्यमा भन्नुपर्दा त्यो यो हो: यो सन्देशले जाति, वर्ग वा विगतका गल्तीहरूको कुनै परवाह नगरी सबैलाई आशा प्रदान गर्छ र सायद यही नै यसको विश्वव्यापी आकर्षणको कारण हो। र यो अनुग्रह र क्षमाको विषयलाई सायद अरू कुनै कुराले भन्दा राम्ररी येशूको यो वचनले देखाउँछ, जुन लुकाले मात्र रेकर्ड गरेका छन्। यो उनको सुसमाचारको मुटु नै हो भन्दा फरक पर्दैन। त्यसैले अन्त्यमा प्रश्न फेरि त्यही आएर रोकिन्छ। एक डाक्टरले लेखेको यो 2000 वर्ष पुरानो ऐतिहासिक रिपोर्टले आज हाम्रो जीवनलाई के भन्छ? यो केवल इतिहास मात्र होइन, यो त एउटा जीवन्त सन्देश हो जुन आज पनि उत्तिकै सान्दर्भिक छ।